सबैलाई नमस्ते। म महेन्द्र बेलबासे अफिसियल युट्युब च्यानलबाट बोल्दैछु। आज म काठमाडौँ स्थित कीर्तिपुर टियु मैदानमा आइसकेको छु। म खास गरी यहाँ आउनुको मुख्य उद्देश्य चाहिँ हाम्रो 3 महिना भन्दा पनि बढी भइसक्यो। यहाँ एकदमै काम धमाधम चलिरहेको छ। हामीले देख्न सकिन्छ कामदारहरू अहिले पनि पानी परेर पनि आइराख्नु भएको छ। हामीले ग्राउन्ड पनि बढाउने काम कार्य भइरहेको रहेछ। ग्राउन्ड पनि पहिला भन्दा हामीले एकदमै ठुलो देख्न सक्छौं। अब बिस्तारै यो महिनापछि फ्लड लाइट राख्ने कुरा सुनिरहेको छु मैले। यहाँको पदाधिकारीहरू तथा यो हाम्रो टियु ग्राउन्डको पदाधिकारी तथा संस्थामा भएको मान्छेसँग पनि मैले सम्पर्क गरेको थिएँ। उहाँले अब 1-1.5 महिनाभित्र चाहिँ प्याराफिट निर्माण भएर जो 2 महिनाभित्र सबै क्लियरेन्स हुन्छ, फ्लड लाइटहरू राखिन्छ भन्नुभएको छ। हेर्न सकिन्छ कामदारहरू अहिले पनि दिन रात नभनी मेहनत गरिराख्नु भएको छ। भोक प्यास नभनी एउटा राष्ट्रमा एउटा नयाँ एकदमै ऊर्जावान क्रिकेट मैदान तयार हुनको लागेको अवस्थामा उहाँहरूको मेहनतलाई हामीले एकदमै कदर गर्नुपर्छ। एकदमै हाम्रो विदेशी शैलीमा काम भइरहेको छ। लगभग हाम्रो 110-12 दिन कति भयो यो काम सुरु भएको, त्यति दिनको रिजल्ट हो यो। हामीले हेर्न सकिन्छ 3.5 महिनामा यति राम्रो प्रगति हुनु भनेको एकदमै राम्रो हो। खेल विकासको लागि देख्न सकिन्छ कामदारहरू हिँडिराख्नु भएको छ, काम गर्नु भएको छ। हामीले वहाँ देख्न सकिन्छ पहेँलो कलरको त्यो कुर्सीहरू आइसकेको छ। अहिले चाहिँ 10,000 देखि 10,800 सम्म क्षमताको प्याराफिट निर्माण कार्य भइरहेको छ। अब 10 दिन पछि भित्रै नै अब यो कुर्सी राख्ने व्यवस्था पनि भइसकेको हामीलाई यहाँको पदाधिकारी तथा यस टियुमा कार्यरत कर्मचारीहरूले हामीले भनिसक्नु भएको छ। डिजिटल बोर्ड हामीले देख्न सकिन्छ सबै निर्माण भइसकेको छ। त्यही हो। अब आउने नेपाल एनपिएल सिजन 2 चाहिँ फ्लड लाइटमा हामीले रातिमा अब गेम हेर्न सकिनेछ भन्न चाहन्छु। हामीले उहाँ प्र्याक्टिस गरिरहेको देख्न सकिन्छ। उता प्र्याक्टिस भइरहेको छ, उहाँ पिच निर्माण कार्य भइरहेको छ। बङ्गलादेशको टोली आएर पिच निर्माण गरिरहेको छ। त्यसैले म एकदमै धेरै लामो भिडियो गराउन चाहेन। अहिले 112औं दिनको हामीले प्रगति उन्नति विवरण हामीले स्वयं भिडियो तथा फोटोहरूबाट देख्न सकिन्छ। हजुरहरूले मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। मैले एकदमै नयाँ खोलेको च्यानल हो। नितान्त मैले नयाँ कुराहरू पोस्ट गर्नेछु। खेलकुद, म्युजिक, अन्य कुराहरू, राजनीतिदेखि लिएर सबै कुराहरू मैले यो मेरो